हेलो साथीहरु, आज हामी सिक्नेवाला छौँ वाइफाई को पासवर्ड चाहिँ कसरी चेन्ज गर्ने हैन भन्ने सम्बन्ध चाहिँ आज हामी सिक्नेवाला छौँ। यदि तपाईहरुले पनि आउँदैन भने भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। त्यसको लागि साथीहरु तपाईहरु गुगलमा जानु होला हैन, अनि त्यहाँनिर तपाईको जुन आईडी नम्बर हुन्छ नि हैन, तपाईको राउटरको नम्बर हुन्छ, त्यो नम्बर चाहिँ यहाँनिर चाहिँ तपाईले राखेर चाहिँ सर्च गर्नु होला हैन। म यहाँनिर सर्च गरेर त्यो गर्छु। यहाँनिर रहेको छ। त्यसपछि सर्च गरेपछि यहाँनिर फर्स्ट सुरुमै लगइन एडमिन भन्ने यहाँनिर फर्स्ट सुरुमै आउने छ हैन। यहाँनिर फर्स्ट सुरुमै आएको छ। यसमा टच गर्नुपर्ने हुन्छ। यहाँनिर फर्स्ट सुरुमा रहेको छ। म यसलाई टच गर्छु है। अलिकति नेटले काम गरेको छैन। यसलाई म टच गर्छु लगइनमा। त्यसपछि यस्तो आउँछ, लगइन भन्ने आउँछ। त्यसपछि यहाँनिर तपाईले लगइनमा टच गर्नुपर्ने हुन्छ। लगइनमा थिच्नु होला हैन। यहाँनिर लगइन रहेको छ। यो लगइनमा टच गर्नु होला। त्यसपछि लगइनमा टच गरेपछि यसरी युजर नेम र पासवर्ड भन्ने हुन्छ। यो चाहिँ तपाईले यहाँनिर हाल्नु होला। जुन तपाईले वाइफाई राख्दाखेरि नै तपाईले दिइराखेका हुन्छ तिनीहरुले, त्यो चाहिँ तपाईले यहाँनिर थिच्नु होला। मैले हालिसक्यो। लगइन गर्छु म अब। लगइन गरेपछि यस्तो आउँछ है साथीहरु। यस्तो गरेपछि यहाँनिर म सबै कुराहरु तपाईलाई देखाउँछु। यदि भिडियो मन परेछ भने भिडियोलाई एउटा लाइक चाहिँ हानिदिनु होला है साथीहरु। त्यसपछि यहाँनिर एडभान्स भन्ने रहेको छ, त्यसमा टच गर्नु होला। त्यसपछि त्यसमा टच गरिसकेपछि यहाँनिर WLAN भन्ने हैन अप्सन तपाईहरुले देखिरहनु भएको होला। त्यसमा टच गर्नु होला। यहाँनिर त्यसमा टच गरेपछि यतापटि यस्तो देखाउने छ हैन। त्यसपछि यहाँनिर अलि तल रहेको छ, म तपाईहरुलाई देखाउँछु। यहाँ अलि तल जाने हो भने यहाँ तल्लोपट्टि यहाँनिर हेर्नुस् त, यहाँनिर क्यारेक्टर भन्ने देखाएको छ। त्यहाँनिर हुन्छ है पासवर्ड हामीले फेर्ने त्यही हो। त्यहाँनिर चाहिँ मैले अहिले त्यहाँ माथि हिन्ट भन्नेमा यसमा टच गरेपछि चाहिँ हाम्रो पासवर्ड अहिले त्यहाँनिर चाहिँ के भन्छ देखाएको छैन हैन। त्यो हिन्ट गरेपछि पासवर्डहरु चाहिँ नदेखाउनु हुन्छ हैन। म यसमा टच गरेर पनि देखाउँछु। यहीबाट हामीले पासवर्ड चेन्ज गर्ने हो हैन। एकचोटि चाहिँ म यहाँनिर चाहिँ थिचेर देखाउँछु है त। यहाँनिर चाहिँ हिन्ट भन्ने अप्सनमा थिच्यो भने यसरी चाहिँ हाम्रो पासवर्ड पहिला के थियो त्यो सो गर्ने छ हैन। अब तपाईलाई पासवर्ड चेन्ज गर्न मन लाग्यो भने यसमा एकचोटि टच गर्नुपर्छ हैन। त्यसपछि टच गरेपछि यहाँबाट तपाईले एडिट गरेर चाहिँ के राख्ने हो हैन, त्यो चाहिँ तपाईले यहाँनिर राखेर चाहिँ तपाईले चेन्ज गर्न मिल्छ। यहाँबाट चाहिँ जे राख्ने हो त्यो राखिसकेपछि माथि एडिट गरिसकेपछि एप्लाई मा थिच्नुपर्ने हुन्छ। त्यो एप्लाई मा थिचिसकेपछि तपाईको पासवर्ड चेन्ज हुन्छ है साथीहरु। त साथीहरु पक्कै पनि तपाईहरुले बुझ्नुभयो होला। आजलाई यति नै। अब हामी नेक्स्ट भिडियोमा भेट्ने छौं। आजको लागि बाइ बाइ।